यहाँनिर यो उसमा नै आउनु त यता उत्पत्तिको किताब यो याकुबले भन्छ कि उसको एसावले जब जाम भन्छ अनि मेरो त सानो नानीहरू छ अनि दुहुना भेडाहरू छ 33 अध्याय होला सायद अनि म चाहिँ बिस्तारै बिस्तारै के गर्छु आउँछु भनेर भन्छ कि त्यहाँनिर 33 अध्यायको कति हो 13 पढ्दैछ त मेरा प्रभु जान्नुहुन्छ यी नानीहरू कलिला छन् अनि मसित दुहुना भेडी बाख्रीहरू र गाईहरू छन् मानिसहरूले एकै दिन पनि तिनलाई बेसी हिँडाए भने सारा बगाल मरि जानेछ है यहाँनिर भन्छ त्यसले गर्दा सानो नानीहरूलाई है अब कसरी हिँडाउनु कसरी डोर्याउनु है हामी बाबाको कर्तव्य बन्छ है हामी जस्तै हिँड्न सक्दैनन् उनीहरू हामी जस्तै भाग्न सक्दैनन् हामी जस्तै बढ्न सक्दैन है उनीहरूलाई चाहिँ डोर्याउनु पर्छ है सङ्गतिमा यहाँ ल्याएर त्यतिकै लथालिँदा छोड्ने होइन उनीहरूलाई फकाएर हुन्छ कि है उनीहरूलाई सम्झाएर हुन्छ कि कसो गरेर हुन्छ है सन्डे स्कुलमा पुर्याउने त्यहाँनिर आफू बस दिएर हुन्छ कि है नानीहरूलाई के गर्ने त्यो डोर्याउने कुरा बन्छ त्यतिखेर नानीहरूलाई आदत परेको हुन्न कति नानीहरू कति ज्ञानी हुन्छ घरमै त्यो प्रकारको शिक्षा पाएको हुन्छ घरमै पारिवारिक सेवामा उनीहरू हुर्केको हुन्छन् र सेवामा थुप्प चुपचाप लागेर बस्छ घरमा सेवामा छैन भने घरमा पारिवारिक सेवामा बसिन्न भने घरमा पारिवारिक सेवा छैन भने त्यो प्रकारको माहौल नानीहरूले देख्दैन थाहा पाउँदैन अनि उनीहरू पनि यहाँनिर सन्डे स्कुलमा आयो भने एकछिन पनि उनीहरू बस्न सक्दैन है किन भन्दा घरमै चाहिँ उनीहरूलाई चाहिँ डोर्याएको छैन है घरबाटै उनीहरूलाई त्यो प्रकारको तालिम दिएको छैन भने है त्यो कुरा हुन्छ त्यसले गर्दा चाहिँ आज हामीले पनि त्यो कुरा बुझ्नुपर्ने कुरा छ त्यसले त हामी बाबाआमाहरूले सेवामा ल्याएर त्यतिकै जा भनेर छोडिदिने बच्चा रुइरहेको छ वास्तै नगरिदिने है त्यसो आफूले डोर्याउने हो सङ्गतिमा नानीहरू है यो कर्तव्य चाहिँ तपाईँहरूले है त्यसले गर्दा यहाँनिर याकुबले भन्छ म चाहिँ तपाईँसँग सरासर जान सक्छु मेरो सानो नानीहरू छन् दुहुनाहरू छन् है एकै दिन पनि छिटो हिँडायो भने उनीहरू मर्छ त्यसले गर्दा म चाहिँ के गर्छु बिस्तारै यहाँनिर एसावलाई भनेको दाजुलाई भनेको कुरा त्यसले गर्दा तपाईँहरू मैले पनि नानीहरूलाई कसरी डोर्याउने हो त्यो कुरा चाहिँ हामी पनि जान्नुपर्ने हुन्छ हामी कसरी नानी बाबुलाई सेवामा डोर्याउने हो है सङ्गतिमा डोर्याउने हो त्यो कुरा हामीले थाहा पाउनुपर्छ जब सन्डे स्कुलको सङ्गतिमा डोर्याइएका छन् बनिएका छन् भने अरू सेवामा पनि उनीहरूलाई चाहना हुन्छ अरू सेवामा पनि उनीहरूलाई रुचि हुन्छ है यो हामी चाहिँ यस प्रकारले के गर्छौँ थाहा पाउँछौँ अनि यहाँनिर अरू कुरा यहाँनिर छ आउनुहोस् त यो व्यवस्थामा 6 अध्याय व्यवस्था 6 अध्यायको 7 पदहरूमा त्यहाँनिर भन्छ सिकाउनु अनि तिमीले यी वचनहरू आफ्ना छोराछोरीहरूलाई यत्नसित सिकाउनु अनि तिमी आफ्नो घरमा बस्दा आफ्नो बाटोमा हिँड्दा सुत्दा र उठ्दा तिमीले तिनकै चर्चा गर्नु नानीहरूसँग है परमेश्वरको वचन चाहिँ सिकाउनुपर्छ रे नानीहरूलाई है भनिबस्नुपर्छ है सुनाइरहनुपर्छ है कति घटनाहरू छ हामी बाइबलमा त्यो कुरा नानीहरूलाई सिकाउनुपर्छ भन्नुपर्छ है यतिकै फेरि अहिले त समय यस्तो भएको छ मोबाइलले सबै कुरा लुटिदिएको छ सबै कुरा लुटिदिएको छ नानीहरूसँग हामी समय बिताउनु समय नहुने भइसक्यो तर आज हामीले के गर्नुपर्छ नानीहरूलाई चाहिँ त्यो चर्चा गरिरहनुपर्छ प्रभुले यस्तो काम गर्नुभएकै नानीहरू यस्तो काम गर्नुभएकै छ यसरी चाहिँ गर्नुपर्छ है हाम्रो प्रभु चाहिँ यस्तो है हाम्रो प्रभुले यसरी चाहिँ प्राण दिनुभएको पापीहरूलाई यो चर्चा चाहिँ हामीले गरिरहनु पर्ने कुरा है बाटोमा कतै हिँड्दैछ है नानीहरूसँग त्यो भन्दै चर्चा गर्दै जानुपर्ने कुरा थियो प्रभुको वचनले हामीलाई बताउँछ कस्तो राम्रो कुरा प्रभुको वचनले हामीलाई बताउँछ ताकि हाम्रो नानी बाबुहरू
है प्रभुको घरमा काम लाग्ने भाडाहरू बनुन् भन्ने प्रभुको चाहना हो नि त है मण्डलीको त्यो बोझ है मण्डलीको त्यो चाहना हो है मण्डलीले हेरिरहेको हुन्छ यो नानीले पछि गएर गर्छ यो छोरीले गर्छ यो छोराले गर्छ है कति चाहना हुन्छ प्रभुको दासहरूलाई कोही त तयारी होस् न है यस्तो पर्खाको है प्रभुको घरमा है कति चाह कति बोझ राखेको उनीहरूको प्रार्थना उनीहरूको आँसु उनीहरूको परिश्रम है त्यो कुरा त्यसले गर्दा आज तपाईँ मैले यो कुरालाई है बुझ्नुपर्ने घरबाट नै हामीले आफ्नो नानी बाबाहरूलाई डोर्याउने है हामी बन्नुपर्ने त्यो चर्चा गर्ने सिकाउने है यस्तो यस्तो बुझाउने है यहाँनिर कति राम्रो कुरा प्रभुको वचनले हामीलाई पर्छ अनि म त्यो नानी बाबाहरूले चाहिँ त्यो कुरामा के भन्नु बलियो गरेर त्यसलाई पक्रेर राख्न सक्छ बलियो गरी त्यो नानी बाबाले त्यो कुरालाई के गर्न सक्छन् पक्रेर राख्न सक्छ त्यसले गर्दा आमा बाबाहरूले यत्तिकै लथालिन छोड्ने कुरा छैन अहिले यो समय छैन है हाम्रो नानीहरू है हाम्रो हातदेखि गइरहेको छ छुट्टिरहेको छ हाम्रो जवानहरू त अहिले मण्डलीमा देखिनै छोड्दैछ बिस्तारै बिस्तारै हाम्रो छोराछोरीहरू सन्डे स्कुलबाट हुर्किन्छ बढ्छ अब केही गर्छ कि भन्ने बेलामा है अब सेवामा पनि आउँदैन सेवामा पनि उपस्थित देखिन पो छोड्छ पातलिँदै जान्छ त्यसले गर्दा चाहिँ तपाईँहरूले त्यो बोझ राख्नुहोस् हाम्रो नानीहरू त्यस्तो नहुन् भनेर आजदेखि तपाईँहरूले चाहिँ के गर्नुपर्छ यो सिकाउनु चर्चा गर्नुपर्ने वचन सिकाउनु पर्ने नानीहरू सेवा ल्याएर छोडिदिनु मात्रै तपाईँहरूले जिम्मा 1-2 घन्टा सेवा बसेर के सिक्छ नानीहरू घरमा नै है तपाईँले सिकाएको हुन्छ कतिपय बाआमाहरूले है आमाहरूले सिकाएको हुन्छ है हामी है तिमोथीको विषयमा चर्चा गर्छ बोजैले सिकाएको आमाले सिकाएको है हामी त्यो कुरा चाहिँ है यहाँनिर यो चाहिँ सिकाउने कुरा हो यो तालिमको सन्दर्भमा यो कुरा हो अनि अर्को कुरा यहाँनिर हामी दोस्रो तिमोथीमा 3:15 पदमा है बालककालदेखि है पवित्र शास्त्र पढेको हुनाले भनेर त्यहाँनिर भन्छ के त्यो पढ्दैन त गइसक्यो मेरो समय गइसक्यो है अनि तिमीले बालककालदेखि नै पवित्र शास्त्रहरू जानेका छौ जसले तिमीलाई ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति बुद्धिमान तुल्याउन सक्छ त्यो तिमोथी बालककालदेखि नै बाइबल पढ्ने मान्छे थियो है बालककालदेखि नै बच्चा अवस्थादेखि केटाकेटीले नानीहरू अवस्थादेखि नै ऊ चाहिँ बजै आमाको साथमा लागेर उसले चाहिँ बाइबल पढ्ने गर्छ है हाम्रो नानीहरूले नि व्यक्तिगत बाइबल पढ्छ आफ्नो पाठ छ कसको छ हात उठाउ तर कसको चाहिँ ज्ञानी रहेछ बिहान उठेर बाइबल पढ्ने बेलुका सुत्नुभन्दा अगाडि बाइबल पढ्ने को छ ल है जो छ प्रभुलाई धन्यवाद छ है छैनन् भने गर्नुपर्छ है किन भन्दा तिमोथी भन्नेले पनि बालककालदेखि नै पवित्र शास्त्र पढ्थे बाइबल पढ्थे उसले है त्यसले गर्दा तपाईँहरू मैले पनि है घरमा फ्यामिली प्रेयरमा राखेर नानीहरूलाई बाइबल पढ्न सिकाउनुपर्छ है बाइबल पढ्न के गर्नुपर्छ सिकाउनुपर्छ तपाईँहरूले प्रार्थना गर्न सिकाउनुपर्छ यसरी प्रार्थना गरेँ यसरी है त्यो प्रकारले हामीले सिकाउनुपर्छ कति हाम्रो नानी बाबाहरूलाई पढ्न आउँदैन आजको दिन इङ्ग्लिस स्कुलमा हाल्छ कि है इङ्ग्लिस चाहिँ पढ्न आउँछ नेपाली चाहिँ पढ्न जस्तो उसलाई पढ्न आउँछ त्यस्तै प्रकारको बाइबल पनि एभाइलेबल छ पाइन्छ है त्यसले गर्दा चाहिँ तपाईँहरू मैले चाहिँ है बालकालदेखि नै हाम्रो नानी बाबाहरूलाई बाइबल पढ्नको निम्ति प्रेरणा दिनुपर्छ उत्साह दिनुपर्छ पढ बिहान उठेपछि पढ है कति जवानहरूलाई नै हामीले बाबाआमाले भनिरहनुपर्छ दिन प्रतिदिन है प्रभुलाई पहिलो स्थान दे है पढ प्रार्थना गर अब तपाईँहरू मैले यो कुरा चाहिँ गर्नु छोड्नु हुँदो रहेछ यो कुरा गर्नु हामी कर्तव्यबाट भाग्न सक्दैछ यो कुरा चाहिँ हामीले गर्नै पर्छ है नानीहरूलाई बाइबल पढ्न सिकाउनु तिमीपछि त्यसै यहाँनिर प्रभुको सेवा गर्ने मान्छे बन्यो प्रभुको सेवा गर्ने यस प्रकारको एउटा योग्यको व्यक्ति उनी बनेन किन भन्दा उनी बालककालदेखि नै उनले बाइबललाई पढेको है त्यो कुरा चाहिँ यहाँनिर हामीले के हुन्छ